Hello guys, this is me Ashish and welcome to my mini vlog. अनि आज चाहिँ म सुँगुरको मासु र भात पड्काउने वाला छु एकदमसँगले दामी पाराले यहाँ पाक्दैछ अनि मासु इज सिक्रेट अफ माई एनर्जी गाइज हैन। अरूको चाहिँ ड्रग एडिक्सन हुन्छ, मेरो चाहिँ मासुको एडिक्सन छ। 2-3 दिन खाएन भने जिउ चिलाएर हैरान। मासु 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 आमामा यस्तो बबाल भएछ गाइज, यस्तो बबाल छ आमामा, मजा आयो। अनि अहिले चाहिँ म मासु सासु खानासाना खाएर ड्युटीतिर निस्केको गाइज हैन। दिस इज द भ्यू, यो चाहिँ मुक्ति चोकको भ्यू हैन। हनुमान कम्प्लेक्सबाट एकदमै बबाल देखिरहेको छ। अनि स्कुटीको चाबी निकालेको चाबीसँगै त्यो चाबीको भित्रको त्यो लाउने हुन्छ नि, त्यो पनि निस्किदिरहेको। अनि मैले चाहिँ त्यसलाई ट्याकटुक पारेर एकदमसँगले बनाइदिइहालेँ। अनि अहिले चाहिँ खाजा खाने टाइम भइसकेको छ। अनि अहिले हामी जाँदैछौँ खाजा खानालाई। एकछिनमा भेटौँला गाइज हैन। यार कस्तो माया लागेर आयो। यो चाहिँ मेरो लाइफकै फर्स्ट ब्लड डोनेसन हो गाइज। अब तपाईँको थोरै ब्लडले कसैको ज्यान बच्न सक्छ भने किन नदिने। दिइराख्ने 3 महिनामा दिनु मिल्छ एउटा हेतले मान्छेले दिइराख्ने। अनि मैले पनि दिएँ। अनि अहिले घर जान लागेको, बाहिर पानी पर्न लाग्यो। फाइनली पानी पनि पर्यो अनि हामी पनि लाग्दियौँ अटो चढेर। अनि एनर्जी त बढाउनै पर्यो गाइज। अनि अहिले हामी आएको छौँ यता क्याफेतिर। अनि क्याफेमा चाहिँ हामीले चक्लेट फ्लेभरको मिल्क सेक खाँदै यता छ हाम्रो चिकन चिल्ली मोमो, एकदमै दामी देखिरहेछ, बबाल देखिरहेछ। यसलाई खाँदा झन् आमामा यस्तो बबाल दामीहरू छ यार। बोल्दा मुखै रसाइरहेछ हैन। यता चाहिँ बर्गरलाई पनि ग्वाममा पारेर बाई बाई गाइस।